हेलो मेरो सबैजना दर्शकहरू वास्य मुना सन्चै हुनुहुन्छ होला। आशा छ सबै सन्चै हुनुहुन्छ हैन। अनि अहिले विशेष हिउँदा लागिरहेछ। हिउँदा भन्दा अस्ति के भन्छ नि श्री पञ्चमीदेखि बर्खा लाग्यो अरे। तर बिहे र छेवर भनेको हेर्नु न दिनै एकै दिन खाली छैन। हिजो धोद्रे गएर बिहे खाएर आए। आज फेरि पनि यहाँ तल छेवर छ है। राईहरूको चाहिँ विशेष छेवर भन्छ। बच्चाहरूको यसो केटा मान्छे केस काटिदिने, गाईको दाम्लामा बाँधेर पुरै कपाल काटिदिने होइन। माउलीहरूले कपाल काटिदिने हुन्छ। त्यसपछि छोरी मान्छेलाई चाहिँ यसो छोरी हो भने चाहिँ गुनी चोला दिने कार्यक्रम हुन्छ। र अझ विशेष करकुसीमा चाहिँ मेरो अङ्कल पर्नेको अङ्कलको जस भान्जे अङ्कलको छोराको भाइको चाहिँ छेवर रहेको छ। म त्यता जान लागेको है। अनि अब यता गर्दा गर्दै ढिलो भइहाल्यो। अनि त्यस्तै हो साथीहरू होइन। अनि बिहे र छेवर खाँदा दाँत पनि खिसकेको छ। दाँत पुवाल पर्न लागिसक्यो मेरो त। मेरो त होइन होला के हो पुवाल पर्न लागिसकेको छ साथीहरू। धेरै बिहे छेवरमा मासु चपाउँदा हड्डी चपाउँदा गरेर होइन दाँत पुवाल पर्न लागेको छ। अनि छेउछेउको दाँत छेस्किसकेको छ धेरै खाएर क्या। अब दिनै पछि बिहे र छेवर दिनै पछि बिहे र छेवर खाएकै होइन। ल त्यस्तै छ। अनि ल है साथीहरू अब के कस्तो छ हामी त्यहाँ पुग्नेछौँ। रात परिसकेको साँझ परिसकेको छ। तर पनि म लगभग आधी घन्टामा त्यहाँ पुग्छु। अनि त्यहाँको अवस्था के कस्तो छ त्यहाँ अवलोकन गर्नेछौँ। भिडियोलाई चाहिँ अन्तिमसम्म हेर्ने कोसिस गर्दै गर्नु होला। अनि च्यानलमा नयाँ हुनुहुन्छ भने योगराज 9 ब्लग च्यानल सब्सक्राइब गर्नु होला। भिडियोलाई लाइक गर्नु होला। के लाइक गर्नुहुन्छ र यस्तो जाडोको मौसममा तपाईँहरू सबै भित्र बसेर हेरेकै लाइक गर्नु तपाईँहरूलाई अल्छी लाग्छ क्यारे होइन। त्यस कारणले एउटै पनि लाइक आउँदैन। के भएको तपाईँहरू जाडोले हो। बस्नु सिरकभित्र खुटुकमुटुक गरेर बस्ने होइन भने त अर्को सिरक लाउनुपर्छ क्या। योवाला सिरक लाउने अनि भित्र बस्ने। लाइक गर्नु के जान्छ तपाईँहरू केही जाँदैन। भिडियोलाई लाइक गर्दै गर्नुहोस् है। ल यस्तै छ। अब म चाहिँ करकुसी हिँडेको। करकुसीमा के कस्तो छ त्यहाँ छेवर खान बाँकी छ। ल अरू बाँकी उतै गएर भेटौँला। तपाईँहरूमा आउनु होला सँगै जाउँ है त। ल म चाहिँ करकुसी आइपुगेँ है। बिहे होइन छेवरको घर पुग्न लागेको छु। अनि त्यसपछि यहाँ चाहिँ यस्तो ठुलो सुन्तला बगान छ। सुन्तला लाखौँको हुन्छ उसको त खजेर आऊ मेरो काम सानो होला नि फेरि खोइ त दाइलाई तरकारी आएन त। ल हाम्रो ससुराली पर्नुभयो होइन। अब यता परिएर राना पऱ्यो।
अलि मुखिलो गराउनु त पर्दैन हामी त यति त छौँ हुन्छ नि यो चाहिँ खास माउली रित राखेको चाहिँ उठाएर झोलामा लानुपर्छ। यो चाहिँ आफ्नो भएको बोकेर लगिहाल्यो होइन हुन्छ ठिक छ भइसक्यो। अनि यो चाहिँ यो हजुरको सिरो अनि यो चाहिँ नलानु ए यो कस्तो रित हुन्छ क्या यो थाहै हुँदैन हामीलाई त। म यो चाहिँ विशेष मगरको आफ्नो रित हुन्छ आफ्नो आफ्नो गाईहरूको भने आक्लो टाउको खुर फिलाएर राख्नु पर्थ्यो। मगरहरूको चाहिँ विशेष गरेर यो चाहिँ मासु जोखेर टक्क राख्ने अनि सिधै चामल सेलरोटी पनि चाहिने रहेछ। ल छिटो ल म पसिना हेर्नु न किन लग्यो लुक्योले गर त चक्लेट पाएन अरे त्यही भएर अब लाग्छ ए हो यार चक्लेट कसैले दिएन क्या अरे मलाई दादा चक्लेट दिनु मलाई अङ्कल मैले पाइनँ भने माग दिन्थेँ नि कसैलाई खाउलाई खाऊ नयाँ बस्तीहरू बस्नु आएर त
ल है मैले चाहिँ गाडी यतै राखिरहेको थिएँ। मेरो गाडी कहाँ छ मेरो गाडी चाहिँ पर रहेछ, यहाँ राखेर गएको। अब म चाहिँ निस्किएँ साथीहरू।